शरीरलाई जलाउँछ, तर चिन्ताले जीवैतनो जिउँदो शरीरलाई जलाउँछ, हिँड्दा हिँड्दै जलाइदिन्छ। चिन्ता लाग्न थाल्यो उनलाई, के गरौँ कसो गरौँ भन्दै थिइन्। एक दिन इनकी बहिनी आइछी इनका घरमा। एकदा भगिनी तस्या तद्गृहं स्वेच्छता गता, आफ्नै इच्छाले स्व इच्छया आगता, आफ्नै इच्छाले आइन् इनकी बहिनी आइन्। अनि आएर यसो हेरिन्, दुर्बला थिएन, दुखेन। दिदी तँ त सधैँ मोटाकी हुन्थिस्, हृष्टपुष्ट हुन्थिस् होइन, बिरामी भएको पनि भनिनस् त, अनि के भयो तँलाई, दुखी छेस् त, हेर्दाखेरि अस्तिभन्दा धेरै दुब्लाई छेस् भने के भयो भनेपछि बहिनीलाई सारा विस्तार सुनाए। हेर्नु बहिनी, तेरा भिनाजुले कहाँदेखि फल ल्याएका थिए, त्यो फल खाएपछि गर्व हुन्छ अरे, फल चाहिँ खाइन कि खोप्पामा राखेको छु, तर तेरा भिनाजुले सोद्धा खाइदिए भने बडो कठिन छ, नाटक बनाउँदैछु, दिनै पछि गाम्चा बाँधैछु फोटोका, के गर्ने मलाई त एकदम चिन्ता भइरहेको छ भनेपछि बहिनीले भनिन्, अरे दिदी तँ किन चिन्ता गर्छस्, म छुइनँ तेरो लागि। बहिनीले भनिन्, के छ त, हेर्न मेरो घरमा 6-7 जना छन्, 8 नम्बरको यहीँ बोकेर आएकी छु, अब 6 महिना पछाडि जन्मिन्छ, त्यो जन्मेको बालक पगाइदिउँला। बहिनीले भनिन्। तब दिदीले भन्छन्, अरे बहिनी तैँले त देलिस् नि त, अनि ज्वाइँले मान्छन् त, अन्त किन नमान्नु, हाम्रो बुढा त लोभी छन् कि अलिकति पैसा दिनु मानिहाल्छ। आहा बहिनी होस् त तँ जस्तो, हेर्दा मलाई कति ठुलो चिन्ता परेको थियो, तैँले आउने बित्तिकै यो चिन्तालाई हटाइदिइस्, धन्य छेस् बहिनी, धन्य छेस् भनेर। अनि दिदी तँ अहिले जस्तो हिसाबले चल्दैछस् त्यस्तै हिसाबले चल भनेपछि अब धुन्दुलीले दिनै पछि गाम्चा थप्न थालिन्, पटुका बाँध्न थालिन्। अरूले देख्दाखेरि चाहिँ नाटक गर्न थालिन्। समय बित्दै गयो, उता बहिनीको बालक जन्मिएछ। अनि राति नै बहिनीका पतिले, उनका ज्वाइँले ल्याएर धुन्दुलीको हातमा त्यो बालक दिए, राति नै दिए। अनि बिहान उठ्दाखेरि त पत्नीका हातमा छोरो छ। ब्राह्मण देवता छक्क पर्नुभयो, के भयो यस्तो भन्दा धुन्दुलीले भन्छन्, तया च कथितं भर्ते प्रसुत सुखमर्भक, हे पतिदेव मलाई त्यति धेरै पीडै भएन, त्यही भएर मैले त राति तपाईँलाई पनि बोलाएँ। आत्मदेव खुसी भए, आफ्ना पुत्रको उज्जवल भविष्यको कामना गरेर दान दिएछ। हामीले दिउँसो सुन्यौँ, भगवान श्रीकृष्ण जन्मिसके पछाडि नन्द बाबाले पनि आफ्नो छोराको उज्जवल भविष्यका लागि अनेक दान दिनुभएछ। आफ्नो सन्ततिका लागि हामीले सन्तति सानै हुँदाखेरि कहीँ गएर सत्पात्रलाई दिनु पर्यो है दान। फेरि कुपात्रलाई दान दियो भने चाहिँ फेरि हामी पनि दरिद्री हुन्छ अरे क्या। कुपात्र दानात् सबभे दरिद्रो दरिद्र भावान् च करोति पापान् पाप प्रभानां नरकं प्रयाति पुनः दरिद्रो पुनरेव पापी भनिन्छ। कुपात्रलाई दान दियौँ भने त्यो कुपात्रलाई दिएको दानका प्रभावले हामी दरिद्र हुन्छ। दरिद्र भएपछि के गरिन्छ? पाप कर्म गरिन्छ। पाप कर्म गरिसके पछाडि हामी नरकम प्रयाति, नरक जानु पर्यो। अनि नरकमा गएर यातना भोग्ने, फेरि आउँछ, फेरि कुपात्रलाई दान दिन्छ, फेरि दरिद्र हुन्छ, फेरि नरक जान्छ, फेरि आउँछ, त्यो चक्कर काटिराख्छन्। त्यही भएर सत्पात्रलाई दान दियो भने त्यो दानले चाहिँ हाम्रा सन्तानको उज्जवल भविष्य हुन्छ। आज नन्द बाबाले दिएको दानका प्रभावले भगवान श्रीकृष्ण एउटा सामान्य गाउँमा ग्वालबाल हुनुहुँदैन थियो त, त्यो ग्वालबाल दिव्य गीताको ज्ञान गर्न सक्ने हुनुभयो। द्वारिकाधीश बनेर बस्नुभयो। सबैतिर मान सम्मान यश वैभव कीर्ति सबै पाउनुभयो। त्यो के को प्रभाव थियो त भन्दा दानको प्रभाव थियो। यी आत्मदेवले पनि दान दिए, आफै सबैले बोलाए, यति खुसी छन्। यति समय पछाडि छोरो जन्मिएको, जातकर्म संस्कार गरे, नामकरण संस्कार गरे। आएका ब्राह्मणहरूले एउटा एउटा नाम दिनुभएको थियो।
त्यो नाम उनलाई मन परेन। अनि धुन्दुलीले भने, अरे मैले यति दुःख गरेर पाएको मेरो छोरोको नाम तपाईँहरूले राख्ने, म राख्छु मेरो छोराको नाम भनेर यो धुन्दुलीले आफ्नो छोराको नाम राखिन्। मेरो नाम धुन्दुली, मेरो छोराको नाम म राख्छु भनेर धुन्धुकारी भनेर राखिन्। धुन्धुकारी, धुन्दुलीको छोरो धुन्धुकारी भनेर राखिन्। अनि अघि दिदी बहिनीले सल्लाह गरेछन्, त्यो खोप्पामा भएको फल चाहिँ बहिनीका सल्लाह अनुरूप ती धुन्दुलीले गाईलाई दिएकी रहेछ। त्यो धुन्धुकारी 3 महिनाको भइसके पछाडि त्यो गाईले पनि एउटा सुन्दर बालकको जन्म दियो। त्रिमासे निर्गते चाथ साधेनु सुसुबेर भकम सर्वाङ्ग सुन्दरम दिव्यम निर्मलम कनक प्रभम। 3 महिना पछाडि त्यो गाईबाट पनि एउटा सुन्दर बालकको जन्म भयो। सर्वाङ्ग सुन्दरम दिव्यम, सबै अङ्ग प्रत्यङ्ग सुन्दर छन्, दिव्य छ, मनुष्य जस्तै छ, तर कनक प्रभम, कान्छी थोरै गाईका जस्ता छन्। गाईबाट जन्मेको कारणले त्यो बालकको कान्छी गाई जस्ता छन्, अरू सब मान्छे जस्तै। अहिलेको समयमा भने त्यतिखेर त्यो कुरो भाइरल भएछ। अहिले सानो केही कुरो हो भने भाइरल हुन्छ नि, त्यत्तिकै त्यहाँ भाइरल भए कहाँबाट आए मान्छे, होइन हो गाईले पनि दियो अरे, मान्छे जस्तै जन्माएको छ अरे भनेर सबै आएर हेरे, सबैले प्रशंसा गरे आत्मदेवलाई। आत्मदेव, हिजोसम्म तिम्रो कोही सन्तान थिएन, हेर न सन्तान भएपछि त तिम्रो पनि छोरो जन्मियो, गाईले पनि छोरै दियो, तिमी त कति भाग्यमानी भनेर सबैजनाले आत्मदेवलाई प्रशंसा गर्दै भन्छन्। भाग्योदयो धुना जाता आत्मदेवस्य पश्यत, एक आपसमा कुरा गर्छन्, हेर न आत्मदेव कति भाग्यवान छन् भनेर कुरा गर्न थाले। समय बित्दै गयो, बित्दै गयो, बित्दै गयो। ती साना बालकको नाम आत्मदेव स्वयंले राखिदिए। गाईका जस्ता कान भएका कारणले उनको नाम राखिदिए गोकर्ण। अब दुईटै बालक आत्मदेवका आँगनमा बढ्दैछन्, हुर्किँदैछन्, खेल्दैछन्। कियत् काले न तौ जातौ तरणौ तनया बुभौ गोकर्ण पण्डितो ज्ञानी